हामीलाई अब आटा नेपाल यो रिमिसले हामीलाई बोका बाख्रा दिनुभएको थियो। अनि हाम्रो ब्याएर बढीबाट भयो, आम्दानी भयो। मैले मौका ल्याएर जन्मेको पाठीहरू यत्रो छ। अनि अध्यक्षको जिम्मामा छौ, कसलाई हस्तान्तरण गर्नुपर्ने हो अध्यक्षले गरिदिनुहोस्। तपाईलाई धन्यवाद। अब यो बाख्राको पाटीहरू सीतालाई दिन्छु। धन्यवाद तपाईलाई। पैजो कार्यक्रम पहिला उहाँ अध्यक्षले दिनुभएको थियो, पाएको थियो। मलाई एकदम राम्रो लाग्छ, राम्रो बाख्रा मलाई नि अब खुसी लागेको छ। बाख्रा किन्ने थियो मात्रै थिएन, अनि रिमेश नेपाल संस्थाहरूले दिनुभयो। 2टा बाख्रा पोहोर असारमा 1 वर्षमा 5वटा भयो। 2टा अर्को म जस्तै किन्नु नसक्नेलाई पनि बिरुवा 2टा दिने भयो। यसपालि अब 3टा त मलाई नै रह्यो। 3टाले ब्याउँदा त मलाई त लुगाफाटा नुन तेल खानालाई सबै फाइदा हुने भयो। त्यो सम्मले भने अर्कोलाई पनि आगो 1 वर्षभित्रमा फेरि अर्कै सम्मलाई हामी जस्तै किन्नु नसक्नेलाई दिनु पर्यो नि। सम्म एउटै सम्ममा छ नि। हामी बाख्रा पालन गरेर बोको बाठो ब्याउँछ, लुगा लाउने यसो किनबेच गर्नलाई हुन्छ नि भनेर सबैलाई पुर्याउने। पैजो उपहार, अब पैजो भनौँ न, उपहार अहिले 4जनालाई भइसक्यो, बाँडिसक्यो उपहार। हामीले अब किन्न नसक्ने अवस्था, कमजोरी, अब एकल महिला त्यस्तोलाई दिनुपर्छ भन्ने नियममै राखेको हो हाम्रो।